हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो है फेरि मेरो नयाँ दिन नयाँ ब्लगमा तपाईँ सबैलाई स्वागत गर्दै सो अहिले चाहिँ म यो इन्ट्रो पार्ट मात्रै बनाउँदैछु है किनकि जुन चाहिँ मैले अस्ति हाम्रो एजिम प्रोग्रामको थिएँ मैले भिडियो हाल्छु भनेको थिएँ है हाम्रो डान्सको कतिजना सोध्दै थिएँ खै डान्स भनेर है म हाल्नै भ्याएको थिइनँ हिजो चाहिँ म एकदमै बिजी थिएँ घरमा हो सो त्यही भएर चाहिँ अहिले म यो सानो इन्ट्रो पार्ट बनाएर चाहिँ त्यो भिडियोलाई कन्टिन्यू गर्दैछु होप तपाईँ सबैले मेरो यो सानो भिडियो हेरिदिनुहुन्छ होला भन्ने आशाको साथमा है सबैजनाले हेरिदिनुहोस् है ल सो ढिलो नगरिकन लेट्स गेट इन द भिडियो सबैले माया गरिदिनुहोस् है ल मेरो भिडियोलाई सो म त्यसरी बिहान पुग्दाखेरि हतार साथ चाहिँ त्यहाँ दिदीले काटकुटेर गर्नुहुँदै थियो हामी सबै भएर मिलेर गऱ्यौँ किनकि हामीले फर्स्ट टाइम हो नि त अरू बेला हामी प्याकेट लन्च अरेन्ज गर्थ्यौँ योपालि चाहिँ खाना सबै बनाउने भयौँ आज हाम्रो सोसाइटीको एजिएममा सेक्रेटरी कोअर्डिनेटर बिएलहरु चाहिँ इस्कुस तासा हिँड्दैछ ल इस्कुसको सब्जी सब आज यो हाम्रो चिकन जस्तो नि बनायो भने जस्तो हुन्छ कस्तो मिठो हुन्छ यो अहिले नवरथाको बेलामा इस्कुस खानुपर्छ मासु खानु सबैको अब धर्महरूलाई सबैको आस्थालाई ध्यानमा राखेर आज हामी प्योर भेज आइटम यहाँ चलाउँदैछौँ लसुन पनि नहाल्ने फिङ्गर पनि छ कतिवटा त्यहाँ हेर्नु इस्कुस काटिसकेर साडी लाउनु डल्लै छ आदि त मेकअप भइरहेछ नि के हो म त छिटो हो नि त मान्छे जुगाड लाको जुगाड देशी जुगाड सिम्पल देशी जुगाड आजको हाम्रो यहाँ मास्टर कुक हुनुहुन्छ यता हेरिदिनुहोस् न हाँस्नु हुँदैछ यहाँ चाहिँ हाम्रो छ आजको मेन यहाँ बुकहरू पनि एकदम रेडी भइरहेको रहेछ यहाँ डेकोरेसन गर्ने हो दिदी हुन्छ दिदी हामी चाहिँ अब यहाँ बलुन फुक्न आँटेको पसिना हेरिहाल्नु छ दाजुले हामी चाहिँ आज पिङ्की भइरहेको रहेछ यसमै थाहा छु हजुर सेक्रेटरी चाहिँ उहाँ उचियामा कपडा लाउनु हुँदैछ बिचारा यता आमालाई चाहिँ एकदम देखाइदेऊ न यहाँ अर्को आमा ब्युटी त्यहाँबाट चाहिँ हामीले एकपट्टि काटकुटहरू गरिसकेर दिदीले गर्नुहुँदै थियो त्यहाँदेखि चाहिँ हामी चाहिँ डेकोरेसनहरूपट्टि लाग्यौँ डेकोरेसन चाहिँ सबैजना भएर हामीले मिलेर गर्दै थियौँ है कतिले बुके बनाउँदै थियो म चाहिँ बलुन लाउँदै थिएँ म र काकी चाहिँ हो बलुन लाउँदा चाहिँ अब बलुन झार्दै उयो गर्दै हुँदा चाहिँ हेरिहाल्नुहोस् न काकीले चाहिँ यतिको चाहिँ हुनु पऱ्यो नि भन्दै थियो मलाई हो अनि यसरी नै रेडी हामीले काका चाहिँ खोर्सानी काट्नुमा परेछ सो देन आफ्टर हामीले चाहिँ सबै रेडी भएर आएर चाहिँ है हामी यहाँ प्रोग्रामको लागि चाहिँ हाम्रो एसएसजी दिदीबहिनीहरू पनि आइसक्नु भएको थियो अनि हाम्रो ब्युटिफुल दिदीहरू पनि आउनु भएको थियो हामी सबै रेडी भएर आएको नि त अहिले चाहिँ सो हामी चाहिँ गेस्टलाई पर्खिरहेको थियो गेस्ट आउनु भएको थिएन त्यो गेस्ट चाहिँ अलिक ढिलो हुन्छ होला भनेर हामी बनाएको थियो हामीले दिदीबहिनीले एसएसजीको दिदीबहिनीले अन्त बुकेहरू पनि बनाएर अन्त यहाँ चाहिँ ट्रफीहरू पनि छ सो ट्रफीहरू पनि अब यहाँ अहिले डिस्ट्रिब्युट हुन्छ लास्टमा हो अन्त हामीले चाहिँ स्टार्ट गऱ्यौँ थीम सङ गाएर चाहिँ हामी स्टार्ट गऱ्यौँ है त्यहाँदेखि आफ्टर चाहिँ सबैजना आइसक्नु भएको थियो अनि हामी स्टार्ट गऱ्यौँ ब्याचेसहरू लाएर है हाम्रो आफ्नो ठुल्ठुलो है अन्त बिओडिसहरू सबैलाई हामीले ब्याचेसहरू लगाइदियो दिदीहरूले है त्यो चाहिँ मैले रेकर्ड गर्दै जाँदै थिएँ है एउटा मेमोरिजको लागि त्यहाँदेखि चाहिँ सबैलाई ब्याचेसहरू लगाइसकेर चाहिँ है हाम्रो एसएसजी दिदीबहिनीलाई कति सुहाइरहेको थियो त्यो ब्याचेसले हेर्नुहोस् न हाम्रो आफ्नै ह्यान्डमेडले बनाएको कति मजाको देखिरहेको थिएँ यहाँ दिदीलाई पनि पुरा मन पऱ्यो अरे हो दिदी भन्छु नि त म चाहिँ अनि म चाहिँ हेरिहाल्नुहोस् होला साडीमा चाहिँ म गरम भएर केही थिएन प्रोग्राम स्टार्ट भएर पनि यहाँ दिदीले गाउनुहुँदै थियो हो लुगा फेरेर तपाईँलाई बेच्छु अनि यहाँ डान्स गर्नुहुने चाहिँ मेरो साथीको आमा हो कति एनर्जेटिक हुनुहुन्छ जहिले पनि डान्स गर्नुहुन्छ हो यसरी नै अनि यहाँ दिदीले पनि गाउनुहुँदै थियो सँग अब यहाँ दिदीहरू नाच्नु हुँदै थियो साथीहरू मजा आउँदै थियो अहिले चाहिँ हामी रेडी भएर बसिरहेको छु होइन यहाँ हेर्नुहोस् म काकी पनि छ यहाँ म र काकीको चाहिँ डान्स आज सो तपाईँलाई पनि म देखाउँछु
अनि साथीहरू नेक्स्ट चाहिँ हाम्रो डान्स छ भनेर चाहिँ म चाहिँ यहाँ सानो भिडियो गर्दै थिएँ है। अनि जज नगरिदिनु होला हाम्रो डान्सलाई, हामी 2 दिनमा चाहिँ सिकेको डान्स हो नि त है। यहाँ मैले म्युजिक चाहिँ हालेको छुइनँ, म तपाईँलाई एक्स्ट्रा मेरो हाम्रो डान्स मात्रै हाल्छु है। के कस्तो लाग्यो थाहै छैन, कति त बिर्सेर भयो हामीले, साह्रै हामी त्यस्तो डान्सर पनि होइन नि त। अनि डान्स गरिसकेर चाहिँ यहाँ प्रधान सरले पनि हाम्रो यहाँ एकदम स्पिचहरू दिनुभयो है, 1-2 शब्द राखिदिनु भयो। यहाँ त्यसरी नै हाम्रो मेन्टुप दादाले पनि यहाँ 1-2 शब्द राखिदिनु भयो एसएससीलाई है, पुरै राम्रोसँगले भन्नुभयो। अनि देन आफ्टर चाहिँ फेरि एउटा डान्स थियो, यो डान्स चाहिँ हामीसँग टाई भएछ गीत चाहिँ कि साथीहरू, कस्तो लागेको नि। देन आफ्टर चाहिँ मैले यहाँ हेर्नुहोस् न, मेरो सानो ट्रफी पायो, मेरो आफ्नै स्मृति चिन्ह भनौँ न है, सबैले पायो, बिओडिस हाम्रो क्याडर्सहरूले पनि पायो, हामी सबैले है। एकदम खुसी लाग्यो, यो चाहिँ सबैलाई दिनुभएको रहेछ हो। देन आफ्टर चाहिँ सबैलाई यसरी सेक्रेटरी र हाम्रो यहाँ उयोलाई दिएर पनि देन हामी चाहिँ गेस्टलाई खाना दिनुपट्टि लाग्यौँ है। गेस्टले चाहिँ हेरिहाल्नुहोस् होला, यहाँ एकदम भेज थियो नि त आज खाना। अन्त दादाहरू कस्तो लाग्यो भन्दाखेरि एकदम राम्रो भन्दै भन्नुहुँदै थियो हो। अनि हाम्रो नम्रता नाना उपप्रधान है, हामी नम्रता नानाले पनि एकदम राम्रो रहेछ खाना चाहिँ हेर्दा भन्दै भन्नुहुँदै थियो। अनि यो इस्कुस हो भन्नुहुँदै थियो, इस्कुस त फेभरेट होला त नानाको। त्यहाँदेखि सबै हाम्रो प्रोग्राम सकेर चाहिँ आधी हामी खानाको लागि लाइनमा लाग्यौँ है। खानाको लागि यता गर्दै थियौँ, यता चाहिँ फेरि हाम्रो एसएसजी दिदीबहिनीहरू डान्स गर्दै थियो है। सबै अब एउटा मनोरञ्जन त हो सबै है, एउटा मेमोरिज भएर जान्छ भनेर चाहिँ मैले रेकर्ड गर्दै सबैजना नाच्नु हुँदै थियो, कस्तो कस्तो मजाले नाच्नु हुँदै थियो। यहाँ जिना दिदी कस्तो मन पऱ्यो मलाई नाचेको। अनि हामी सबैले इन्जोय गऱ्यौँ है, इन्जोय गरेर चाहिँ देन आफ्टर चाहिँ हामी खानापट्टि लाग्यौँ फेरि है। हाम्रो आधीले खाना खाइसकेको थियो, त्यहाँदेखि लास्टमा चाहिँ हामीले खाएको नि त खाना, किनकि अब हाम्रो यसरी दिदीबहिनीले कति दिन है बिहानदेखिको भोकै हुन्छ भनेर चाहिँ उहाँले पहिला लिनुभयो। त्यहाँदेखि आफ्टर चाहिँ हामी क्याडर्सहरू है, हामी बिओडिसहरूले चाहिँ लिँदै, अनि चाहिँ मैले पनि यहाँ सानो लिँदै डान्स गर्दै खाना खाएको चाहिँ अलिकति बनाइदिएको नि। त्यहाँदेखि हामी सबै मिलेर खाना चाहिँ एकदमै मिठो भएको थियो साथीहरू। नाचिसक्यो, लुगा पनि फेरिसक्यो हो, नाचिसक्यो, लुगा पनि फेरिसक्यो हो, साडी पनि लगाइदिएर फुकाइदिसक्यो। अहिले चाहिँ फेरि हाम्रो ड्रेस हेरिहाल्छ होला, आफ्नो चाहिँ ड्रेस मारेर चाहिँ यहाँ भाँडामा चाहिँ हुँदैछ। फोनको लोकस गरिहाल्यो है, अब चाहिँ भाँडा माझ्ने काम छ। यति त केटीहरू जहीँ गयो पनि यही हो नि, बाई भनेको लु बाई बाई। यहाँ हेरिहाल्नुहोस् होला, मेरो चाहिँ दाना पनि छ, यहाँ हेरिहाल्नुहोस् होला गाइस। सो हामी चाहिँ गएको, हामी चाहिँ यति नै होला आज, सबै छुट्टी भइसकेको। सो साथीहरू तपाईँहरू भिडियो के कस्तो लाग्छ, भिडियोलाई एकदम माया दिनु होला भन्दै आजको लागि यति नै, बाई 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 गरिदिनु।